मजा आयो, खुसी पनि लाग्यो होइन भइरहेको के अब ओन्ली 10 मिनट्स टु गो भनौँ न अलमोस्ट है एकदम वेटिङमा म आफ्नो होइन काम गर्नुपर्छ अब त्यही हो बाहिर निस्किनु पर्ने अवस्था हुन्छ एक बोल बनाइदिएछ मेरो लागि चाहिँ आमाले सेलरोटी म जाने मलाई यहीँसम्म ल दा भेट्दै गरौँ बाई बाई हेलो एन्ड नमस्ते एभ्रिवान फेरि पनि स्वागत छ मेरो ब्लगमा म त पोलमा झुन्डेर हल्का ब्लग स्टार्ट गरिदिएको नि त सो वान्स वेलकम ब्याक टु अनदर ब्लग सो आज चाहिँ मेरो घरमा चाहिँ मेरो लास्ट दिन हो नि त सो है आज लास्ट दिन हो म घरमा आज चाहिँ मेरो यो ब्लग चाहिँ फ्यामिलीसँग लास्ट हो भनौँ न एक्चुअली गाइज है सो गाइज अब हामी जानुपर्ने हुन्छ है म चाहिँ रेडी भइसक्यो आज के छैन यो हो सेम हाफ पेन्ट त्यही टी सर्ट हो सिम्पल त्यही चप्ली उयो चप्ली लाउने म चाहिँ तर आउँदैन किनभने अप्ठ्यारो हुन्छ नि 2 दिनको ट्राभल छ होइन ट्रेनमा अलिकति अनकम्फर्ट फिल हुन्छ नि त सो त्यही कारण चाहिँ कम्फर्टेबली हुनु पऱ्यो नि मान्छेहरू किनभने मान्छे बाहिर देख्छ कि होइन हुन्छ कि अन्दर त्यो हो नि त हुनु चाहिँ पऱ्यो नि त कम्फर्ट हुनु पऱ्यो नि त अबदेखि बाहिर त्यसरी देख्यो भने म कम्फर्ट यसै लाग्दैन अब चाहिँ म गाइस है सो लेट्स गो गाइस यो चाहिँ मेरो भाइ छ आज चाहिँ मेरो लागि चाहिँ यहाँ के बनाइदिएछ वाउ दिदीले हो फेरि के हो यो आमा र दिदीले बनाइदिएको ले बनाइदिएको भनेको आमाले सेलरोटी बनाउँछ आलुदम बनाउँछ बिचारा मेरो आमाले चाहिँ सो गाइस खाने अब यहाँ हेर्नुहोस् गाइस एक बोल बनाइदिएछ मेरो लागि चाहिँ आमाले सेलरोटी म जाने मलाई ओ मै गुडनेस बिचारे हतार हतार यस्तो माया गाइस है लु गाइस अब खाइदिउँ मैले सो खानु बसेको म चाहिँ अब पक्रिँदै फन्दी सेलरोटी खाइदिउँ हल्का पिरो छ काँचो दादालाई के भन्ने जाने बेलामा के भन्छ यता होइन यता भन उता सक्यो सानो फोन गरेर पुरा डिस्टर्ब गरे कस्तो फोन चलाएको गर्छ लास्टको दिनमा चाहिँ सेलरोटी बनाइदिनु भएछ आमाले हो खाना अलिकति खानु त्यहाँदेखि 12 बज्नु आँटेछ छिटो निस्केको राम्रो त्यही कारण चाहिँ अब घरबाट निस्किने बेला भइसक्यो है बिचरा मेरो भाइ यहाँनिर काले गोला हो यहाँ छ दिदी हो यो चाहिँ लास्ट भ्लग हो मेरो फ्यामिलीसँग के भन्छ यहाँ भन्दैन के भन्नु भन्दै छिटो के ल चाहिँ आँको गोला आमा गोला बाई बाई भित्र गएर रुन्छ अब सर गोलामा गोला नाङ्गो बस्नु ल गोला भाइ धन्नु चारा चाहिँ अब यहाँ निस्किनु पर्यो बोक्यो सो गाइस भाइले चाहिँ बेग बोकिदिरहेको छ एकदम आमा चाहिँ फेरिरहेको छ नि त आएर देखाउनु सकेन भित्र भिडियो अब भाइले चाहिँ यसमा छोडिदिन्छ मलाई यस्तो गाइस अब घरदेखि छोडेर जानु पर्यो हो ल गाइस जाने हो केरलातिर पानी पनि आइरहेको छ हो बोल्नु पनि सकेन भ्लगमा हजार 2जनासम्म छोड्नु चाहिँ ओके गाइस है बोल्नु पनि सकेन यहाँदेखि जसको गाइस तल भेटौँ गाइस डाइरेक्ट अब ओके अलराइट गाइस है म चाहिँ एनजेपी आइसकेको छु नि त र मेरो चाहिँ प्लेटफर्म नम्बर 3 मा यहीँ गरे रेजर है चाहिन्थ्यो रेजर बट म त लिन्न यहाँबाट है अलिकति प्रोपोर्सनल लिनु पर्ने त लिनुहोस् राम्रै होइन सो गाइस अहिले चाहिँ वेटिङमा एकदमै साथीहरू चाहिँ ग्रुपमा रहेछ उहाँहरू पनि रहेछ बट म चाहिँ एकदम त आइ भनिदिनु न भ्लग गर्छु नि त म कहाँसम्म हो तपाईँहरू चाहिँ एकदम है उहाँहरू पनि रहेछ 3 घन्टासम्म हो सँगै उहाँहरूको अर्को डिब्बा रहेछ नि त बट म चाहिँ एक्लै सायद उहाँहरूको B5 होला हो मेरो चाहिँ अनि B4 त मेरो B5 होला सो गाइस ज्यादा छैन ओन्ली 10 मिनट्स टु गो भनौँ न अलमोस्ट है एकदम वेटिङमा सो तपाईँहरू देखाउँदैछु स्टेडियम गाइस है म चाहिँ यहाँनिर ट्रेनमा चढिसकेको छु नि त अहिले मेरो जर्नी सुरु भइसकेको छ एनजेपीदेखि मजाको नजारा देख्न थालिसक्यो यहाँदेखि एकदम हरियाली अब यो कतिभन्दा मजा देख्न थालिन्छ नि त यहाँदेखि होइन सो गाइस अब चाहिँ जाँदैछु म कहाँ जानु भने तपाईँहरू बताउँछु लास्टमा अहिले बताउँदिनँ होइन
जान्छौँ केरला गएको नि त अस्ति मेरो भइसकेको थियो अलरेडी होइन सो त्यही कारण के गर्नु अब काम हो आफू पनि होइन काम गर्नुपर्छ अब त्यही हो बाहिर घरदेखि बाहिर निस्किनु पर्ने अवस्था हुन्छ त्यही भएर हो सबको त्यही हो के हेर्नुहोस् मजाको नजारा हेर्दै अब जाँदैछौँ त मलाई अलमोस्ट कति आज फ्राइडे 3:45 को ट्रेन थियो होइन अब डाइरेक्ट सन्डे नाइटको है 2 दिन टक्करकै 51 आवर्स 51 घन्टा चाहिँ राख्ने रहेछ नि त यहाँनिर होइन यहाँ दादाहरू पनि हुनु रहेछ है दा है भन्नु न उहाँहरू पनि केरला जानुभयो उहाँहरू चाहिँ डुवर्स है भन्दिनु न म भ्लग बनाउँछु नि त सो है उहाँहरू चाहिँ डुवर्सको रहेछ बनारहाटको है उहाँहरू अब एक्सपिरियन्स रहेछ नि त पहिला गइबसेको रहेछ होइन मजा आउने भयो अब चाहिँ लगाइ चाहिँ अगाडि हेर्दै जाउँ अब ल गाइस अब चाहिँ हाम्रो चाहिँ यहाँ डिनर खाइसकेर चाहिँ भिडियो याद आएछ मलाई हो खानु खोचाकोमा सबै बिर्सेको लास्ट हो 8 लास्ट सेलरोटी ल्याएको थियो चाहिँ राख्नु के बनाउनु पर्ने भिडियो चाहिँ तपाईँबाट मैले खाइसकेर याद आयो क्या जिको पनि यहाँ दाहरू थियो यहाँ दाहरूको रोटी हो एकदम मिठो भइरहेको छ हाम्रो सब एकदम घरमा त टेबल मजाले बसेर खाइदियो होला यस्तै हो एभ्रिवान खाइरहेको सो अहिले चाहिँ हो भने चाहिँ यहाँनिर कति चेन्नई तामिलनाडुमा आइसकेको छ हामी चाहिँ होइन यहाँनिर खाजाको खोजीमा अहिले सन्डेको 12 बजिसक्यो है र हाम्रो उयो चाहिँ टुर चाहिँ ट्राभल चाहिँ जारी छ गइरहेको छ भनौँ न थोडा 5-6 मिनट लागि स्टप होला सायद यहाँ चाहिँ होइन अब गएर टक्कै खाजा खोज्दैन 2 भाइ अगाडि जाँदैछ ढेर हो अगाडि गएर के भेट्छ यहाँनिर सिङ्गडाहरू त रहेछ ड्याङ्गिङ हो सिङ्गडावालाहरू आउँदैछ बट सिङ्गडा चाहिँ खानु हुँदैन हामी हो सिङ्गडा खायो भने चाहिँ बिजोगी हुन्छ ग्यास भएर मरिन्छ नि त सो खाना चाहिँ एकदम फ्रेस खाना के हुन्छ चिकन बिरयानी हुन्छ के हुन्छ थाहा छैन हिजो चाहिँ बिरयानी खाइदिएको थिएँ हो मजा आयो माछा पनि खाइदियो तर घाम चाहिँ डर रहेछ क्या यहाँनिर हेरौँ 2 भाइले कहाँ लान्छ मलाई है अगाडि जाँदैछ हेरौँ त्यसको गाइस र गाइस खाना चाहिँ यहाँ रहेछ नि त तर के हो खाना थाहा भएन हो 11 रहेछ दा चिकन बिरयानी अन्डा बिरयानी के हो चिकन बिरयानी कसरी हेर्दा यहाँ चाहिँ लेमन राइस मात्रै रहेछ होइन डाइरेक्ट खोज्दैछ खाना चाहिँ हेरौँ यो जनरल डिब्बा यो चाहिँ जनरल डिब्बा गाइस एकदम भिड हुन्छ यहाँ चाहिँ गाइस खाना खोज्नु त्यो राइस चेकिङ यहाँ चाहिँ अच्छा होला है दा के गर्ने हो र गाइस चाहिँ हामी चाहिँ अब केही दिन नलिने हो मन पर्नेहरू दाहरूलाई होइन खानुको लागि चाहिँ चामल चाहिँ अर्को टाइप गरेको नि त नमिठो खालको त्यो भएर नि त मन पर्ने त्यो खाना तपाईँलाई यहाँ हेर्नु न मन परेन नि हो राम्रो छैन राम्रो छैन हो गाइस अलिक मिठो खानेहरू जाले अब डाइरेक्ट 3 घन्टामा पुगेर चाहिँ 5 स्टार मैले खाइदिनु होइन त्यहाँसम्म चाहिँ भोकै जाने हो मन पर्ने चिकन खानु भेटेको छैन राम्रो सो गाइस यहाँको हाम्रो चाहिँ कभर बिहान हुने रहेछ दादा टेन्सन छैन कभर बनिँदैछ घाम चाहिँ डह्रो छ यो चाहिँ तमिलनाडु टक्कै गाइस चाहिँ हाम्रो चाहिँ खाना आइसकेको छ यहाँ दाजु ढिलेको छ नि त गरम गरम चिकन बिरयानी हो त हाम्रो सिट यार सो गाइस चाहिँ हाम्रो सिट चाहिँ यहाँनिर रहेछ बाले फाइनली दिइसक्यो खाना खाबो र गाइस अब खाना खाइदिन हामी अहिले खाने त ल गाइस खाना खाएको अवस्था है खाना खाइदिउँ है के छ खोलिदिउँ न त हेर्नु त बिरयानी हेर्नु न देखाइदिउँ त लु भिडियोमा हल्का बिरयानी खोल्नु कस्तो रहेछ ल गाइस यहाँ हेरौँ है वा चिकन लेग पिस दामी रहेछ है डिप फ्राई गरेको रहेछ वा मुमे पानी पानी दादा राल भइसक्यो ओके आऊ तिमी पनि आऊ इन्जोय गर यहाँ ट्रेनको सबै ओके गाइस अब खाइदिने हामी खाइसकेर मात्रै हो तपाईँलाई खाएको भिडियो बनाउँदिनँ गाइस अब चाहिँ हामी छुट्टिने बेला भइसक्यो दाहरू चाहिँ अब एनजेपीदेखि हाम्रो यहाँसम्म अब दाहरूको चाहिँ एन्ड्राकुलाम आइसक्यो यो हो एन्ड्राकुलाम जङ स्टेसन होइन दाहरू चाहिँ यहाँसम्म हो नि त म जानुपर्ने ट्रिप भनेर अब म ट्रिप भनेर चाहिँ नअत्रेर चाहिँ
चेङ्गान्नुमा उत्रिनु पर्ने छ मेरो डेस्टिनेसन पनि हो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला प्लिज ओके दाहरूबाट सपोर्ट चाहिँ छ होइन मैले दुईजना च्यानल सब्सक्राइब गरिदिइसकेँ दाइ बिचरा दाहरूले दाहरू चाहिँ रेडी छ निस्किनु दाहरूलाई बाहिरसम्म छुटिदिन्छु है अब यहाँनिर छुट्टिनु यहाँ चाहिँ मजाले हाँस्दै बोल्दै खाँदै है चिउरा खाँदै आयो है मजा आएको थियो एकदम हेरौँ कुनै ढलालाई चिउरा खिलाएर त त्यही त है गाई चाहिँ अब दाहरू यहीँसम्म हो दा बिचरा है भोलि काममा होला नि त अन्त पर्सि आम्मा हो हो ठिक छ ठिक छ ल गाई चाहिँ फाइनली अब दाहरू छुट्टिने भयो नि त अब के गर्नु जानै पर्ने हुन्छ होइन हामीलाई चाहिँ अब यस्तो हो नि त ओके अलराइट गाइज है दाहरू चाहिँ निस्क्यो अब भनौँ न दाहरूको त डेस्टिनेसन चाहिँ यहीँसम्म ल दा भेट्दै गरौँ बाई बाई फोटो नकिन्दै एक झलक फोटो खिच्दिउँ न सो गाइज है दाहरूको एकछिन यहाँ एन्ड खोलामा भेट्नु न फोटो गुड मर्निङ फ्रम केरला गाइज है सो फाइनली आइसकेको छु म चाहिँ केरला हिजो बेलुका ट्रेनमा चाहिँ भिडियो बनाउनु सक्यो किनकि अलिक थकान भइदिरहेको थियो नि त सो है दाले चाहिँ मलाई ल्याउनु यहीँ आइदिरहेको हिजो बेलुका सो यहाँ हुन्छ देवबुदा हिजो भाइ आयो होइन भाइ आउँदा चाहिँ अब दिनभरि बिहानदेखिको एक होइन भाइसँग भेटौँ भनेर होइन तर मजा आयो खुसी पनि लाग्यो होइन भाइ आइपुग्यो अब आज दुईजना आएको छु अहिले यसो निस्किने हो अहिले खानापिना अलिकति खाजाहरू के छ बनाइवरिकन निस्किने त्यहाँनिर खाइपिकन सो गाइज है भाइ अब नयाँ फर्स्ट टाइम आएको केरला खतरा गाइड गरेको थिएँ हिजो मलाई हो हिन्दी पनि बुझ्थेन दाले त अलिक धेरै गाइड गरेर भन्नु सो र आजको चाहिँ हामी अब घुम्नु जाने नि त सो यहाँ आइपुग्यो आज कहाँ जाने अब सुपर मार्केट ल चामल यहाँ जाने हो सो गाइज तपाईँहरू देखाउँछु न हाम्रो मेरो सलुन चाहिँ मैले काम गर्ने सलुन चाहिँ यहाँ अगाडि रहेछ यो हो वाइट बेल भन्ने यहीँ रहेछ रुम चाहिँ मेरो यहीँनिर छ सो गाइज है हेर्दै गर्नु नयाँ भ्लग अब यो भ्लगमै एन्ड गर्दैछु एउटा बाई बाई गाइज